सहितको रकम सेवा शुल्कको सहितको लाग्ने सेवा शुल्क सहित रकम हो कि न अब यहाँ सुरुमा हाम्रो यहाँ कति छ 793 कलमा हाम्रो कति रकम लागेको छ 818 818 प्लस हाम्रो सेवा शुल्क रकम कति आछ 106.34 छैन अब यो दुवैलाई जोडेपछि कति हुन्छ हाम्रो 924.34 आयो न आयो अब त्यसपछि के भनेछ हाम्रो मूल्य अभिवृद्धि कर दर कति छ मूल्य अभिवृद्धि कर दर कति छ हाम्रो 13% छ कि छैन छ अब के गर्ने मूल्य अभिवृद्धि रकम निकाल्ने अर्थात यो रु 924.34 कति परसेंट 13% मूल्य अभिवृद्धि रकम इक्वल टू रु 924.34 को 13%। अब त रु 924.34 गुणन अनि 13 अनि पर्सेन्ट ल्याएर गरी के गर्ने 100 ले भाग गर्ने। अब यो भाग गरेपछि कति आइयो हाम्रो 924.34 गुणन 13/100 गरेपछि कति आइयो छ 120 अब के गर्ने यति आइसकेपछि अब हामी के निकाल्ने सेवा महसुल जम्मा महसुल रकम जम्मा महसुल रकम निकाल्दा के गर्ने भएछ यहाँ सेवा शुल्क सहित रकमको हाम्रो कति आछ 924.34 प्लस यो हाम्रो मूल्य अभिवृद्धिको रकम आछ दुवैले जोडेर निकाल्यो भने हाम्रो के हुन्छ जम्मा महसुल रकम रु 924.34 प्लस यो 120.1 छ। अब यो दुवैले जोडेपछि हाम्रो कति आउँछ यो 924.34 प्लस 120 मा जोडेपछि कति आउँछ 1044.50 एन्सर